22 धाराको कस्तो दामी पानी आउँदै रहेछ। के घुम्नु दामी पोखरी छ तर अहिले चाहिँ पहिलो भएको छ है साथीहरू। यस्तै छ 22 धाराको। साथीहरू वेलकम वेलकम माइ ब्लग। आज चाहिँ म घुम्न जाँदैछु। कहाँ जाँदैछु भने तपाईँलाई एकछिन देखाउँछु। कहाँदेखि लाग्यो है 22 धारा घुम्न जाँदैछौँ है साथीहरू। हामी चाहिँ यहाँ 22 धारा बालाजीमा आइपुग्यौँ। यहाँ टिकट काट्ने हो। टिकट काट्नुपर्छ। म चाहिँ फर्स्ट टाइम आएको, थाहै छैन। छिर्नुको लागि हामी टिकटको वेटिङमा छौँ है। वेटिङमा साथी चाहिँ यहाँ टिकट काट्दैछ। 22 धारा छिर्नुको लागि टिकट चाहिएको छ। तर के छ मलाई पनि थाहा छैन। टिकट काटेर नै हामी चाहिँ छिर्यो, प्रवेश गरिसक्यो योभित्र। टिकट चेक गर्दैछ मेरो चाहिँ। हामी चाहिँ कता जाने हो? यतातिर अब चाहिँ हामी 22वटा धारा हेर्न हिँड्दैछौँ। कहाँ छ 22 धारा? मेरो साथी चाहिँ म चाहिँ फर्स्ट आएको, साथी चाहिँ पहिले आएको थियो नि त। त्यही यतातिर हो कि यही हो 22 धारा? यतातिर पनि धाराहरू चाहिँ के पानीहरू छन्तिर। क्यामेराबाट फोटो लिनुहुन्छ? हामी त यहाँ ब्लग बनाउनु। हस् हुन्छ। कता हो 22 धारा भनेको? मोबाइल पनि तेरो गएको पानी के भन्नु? मोबाइल 22 धारा भनेपछि यहाँ रहेछ साथीहरू। धारा 22 धारा यहाँ छ। यहाँदेखि एउटा सुरु भयो, लास्टसम्म त्यहाँ छ। देख्दैन त धारै। बहिनी हिँड्नै छिटो छिटो सुरु। यो कान्छी छोरी, यो माइला छोरा, यो साइला, यसको नौटङ्गी। This is Bina Rai vlog. Bina Rai is here. My English सुनिङ त मान्छे ढालिङ। यो चाहिँ 22 धाराको हजुरबाउ, धाराको बाउ रे यो चाहिँ। रक्षा गर। हर हर महादेव। माथिको मूर्ति रहेछ। यहाँ कस्तो दामी हिमालको यस्तै बनाएको रहेछ। बुढाबुढीहरू के हो दुईजनाको राखेको छ। यतातिर पानी बगिरहेको दामी पोखरी छ तर अहिले चाहिँ पहिलो भएको छ है साथीहरू। यस्तै छ 22 धाराको सिनहरू। तपाईँहरू को घुम्न आउनु भएको छ? घुम्न नआउने मान्छेहरू चाहिँ घुम्न आउनु होला अनि मनोरञ्जन लिनु होला। यताभित्र चाहिँ मन्दिर छ। हामी चाहिँ मन्दिरमा प्रवेश गऱ्यौँ। भित्र 22 धाराको मन्दिर रहेछ। अनि यतातिर शिवहरू, शिवलिङ्ग अनि गणेश अनि को छ बुद्ध शरणम गच्छामि। सबैजनाले दर्शन गर्नु होला यो भित्र। 22 धाराको के भन्छ नि उतै बस न आज
के चाहिँ हुन्छ टिकी 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 यताबाट सरर लाएर धुपी सल्लाको कस्तो दामी पानी आउँदै रहेछ के घुम्नु पानी स्यालको मुख होइन के को मुख पानी छाडिरहेछ भित्र चाहिँ फुलहरू रहेछ फुलको बिरुवाहरू बाई बाई 22 धारा हामी चाहिँ हिँड्यौँ बौद्धातिर अब धारा घुमेर नि हामी बौद्ध हिँड्यौँ जाँदैछौँ बौद्धको गाडीमा चढ्यौँ अब हामी एकैचोटि बौद्ध गेटमा फाइनली हामी चाहिँ बौद्ध आइपुग्नु लाग्यो साथीहरू बौद्ध हामी फाइनल्ली आइपुग्यो साथीहरू आएर नि बत्ती झिलिमिली बलिरहेछ मान्छेहरू अहिले खासै रहेनछ बौद्धमा चाहिँ बौद्ध भनेको यही हो साथी हो कस्तो लाग्यो बौद्ध राम्रो गुड 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 मिन्स भेरी गुड कि अलि गुड बौद्ध घुमेर रुम हिँडेको यो मेरो साथी खैरेनी आज